त्यसपछि मैले स्प्रिङ रोल बनाउँदा यसरी एउटा रोल लिएँ। यसमा चाहिँ यसरी अन्डा राखेको छु। अन्डा राखेपछि यो टाँसिन्छ, राम्रोसँग फ्राई गर्दाखेरि निस्किँदैन, त्यही भएर मैले अन्डाले टाँसेको छु। अन्डा नखानेले पिठोले टाँसे पनि हुन्छ। अनि मैले चाहिँ यसरी यो किमालाई यसरी राखेँ, यसरी किमालाई राखेँ। अनि यसरी टु साइड चाहिँ यसरी फोल्ड गरिदियो। अनि पछि यसरी चाहिँ यो गरेर यसरी रोल गर्दै जाने, रोल गर्दै जाने, अनि यसरी रोल गर्दै जाने। अनि मैले यसरी रोल गर्दै यहाँ बनाउँदै यहाँ राख्दै गरेको छु। अनि अब सबै बनाएर सक्छु अनि म फ्राई गर्छु। म अर्को पनि यसरी बनाएर देखाउँछु हजुरहरूलाई। त यसरी बनाउने, यसरी अघिको जस्तै गरेर यसलाई पनि फेरि त्यस्तै गर्ने। अब तपाईँलाई यो चाहिँ कति राख्नु मन लाग्छ त्यो अनुसारको राख्ने हो, आफ्नो इच्छा अनुसार। तपाईँलाई अलिक ठुलो बनाउनु मन लाग्छ धेरै राख्दा पनि हुन्छ, अलि सानो बनाउनु मन लाग्छ भने थोरै राख्दा पनि हुन्छ। यसरी दुई साइड चाहिँ फोल्ड गर्नुपर्छ। अनि फोल्ड गर्दै यसरी रोल गर्दै जानुपर्छ। रोल गर्दै गएर मैले चाहिँ यहाँ अन्डाको टाँस्नको लागि अन्डा राखिसकेको छु। अनि यसरी चाहिँ स्प्रिङ रोल तयार भयो। ल भयो।